यो चाहिँ मेरो पुरानो कविता हो। 2076 सालमा मैले लेखेको रहेछु यस्तो खालको। म हुँ, म भित्रको म खोज्दा खोज्दा ममा नै हराएँ। ब्रह्मा म रहेछु, मन पनि म रहेछु, आत्मा पनि म रहेछु। सपना देख्ने, कल्पना गर्ने अनि ती कल्पनाहरूमा रमाई झलमल्ल बल्ने दियो पनि म नै रहेछु। चुपचाप बस्दा मात्र मलाई देख्छु, शरीरमा नृत्य गरिरहेको श्वास, मुटुदेखि नसा नसामा दौडिरहेको त्यो तातो रगत, शरीर ठिङ्ग उभिरहेछ, मस्तिष्क घुमिरहेछ संसार। पागल बनाउन सक्ने मनले महात्मा पनि बनाउन सक्छ। मृत्युले मलाई फकाउँदै फकाउँदै बोलाउँदैछ, मेरा आत्माले शरीरलाई झुक्क्याउँदैछ, मन कोमल बनाउँदैछ। नाचिरहेका मेरा शरीरका अङ्ग कता कता काप्न थालेका छन्। आँखा तेज चस्मामा अडिँदैछ, उमेरको साथी लौरी बन्दैछ, लौरीसँगै जिन्दगी खरानी भन्दैछ।